हेलो पुष्कर दाई, नमस्कार। ओहो भाइ आउनुहोस् 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 बस्नुहोस्। सन्चै हुनुहुन्छ है के छ आज? बस एकदम ठिक छ। बस्नु 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 बस्नु। अनि अरू के छ? बस एकदम ठिक छ। तपाईँको सुनाउनु। एकदम ठिक छ। आदरणीय दर्शकवृन्दहरू, तपाईँहरू यतिखेर नयाँ नेपाल खबर .com को साथमा हुनुहुन्छ र तपाईँले प्रतीक्षा गर्नुभएको नेपाली चलचित्र जगतका एकदमै व्यस्त खलनायक पुष्कर भट्टको साथमा म उपस्थित भइसकेको छु र पुष्कर भट्टको बारेमा विस्तृत जानकारी लिनुको लागि र उहाँको चलचित्र क्षेत्रमा अहिले के भइरहेको छ, उहाँ के गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ, यी सम्पूर्ण कुराहरू जानकारीको लागि म उहाँसँग नै अहिले प्रत्यक्ष रूपमा कुराकानी गर्न तर्फ लाग्दैछु। पुष्कर दाई, स्वागत छ। धन्यवाद हेम भाइ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ र नयाँ नेपाल खबर .com लाई पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु जो यहाँहरू आज मेरो बारेमा जान्न, जानकारी दिन र मेरो दर्शकहरूलाई पुष्कर भट्ट के गरिरहनु भएको छ भन्ने बारेमा जानकारी दिनको लागि मेरो घरसम्म पुगिदिनु भएको छ र यहाँहरूको यो नेपाल खबर .com ले शीघ्र नै चाँडै धेरै राम्रो प्रगति गरोस् र एकदमै चर्चित बनोस् भन्ने शुभकामना छ र म आज नेपाली खबर .com मार्फतबाट देश र विदेशमा बसिरहनुभएका मेरा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई महान पर्व विजयादशमीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु। पुष्कर दाई, तपाईँसँग कुराकानी गर्न पाउँदा धेरै नै खुसी लागेको छ। मैले तपाईँसँग र मैले तपाईँसँग कुरा गर्न धेरैचोटि मैले प्रयास गरेको थिएँ। तपाईँ व्यस्त भएर मैले तपाईँलाई भेट्न नसकेको अवस्था थियो। जो आज भेट भयो नयाँ नेपाल खबर .com को साथमा हामी तपाईँको साथमा आएको छौँ र हाम्रो थुप्रै दर्शकहरूलाई तपाईँको बारेमा जान्नको लागि तपाईँ चलचित्रको पर्दाको खलनायक, तपाईँ कहाँ जन्मनु भएको, कसरी तपाईँ चलचित्रमा आउनुभयो, यो बारेमा थुप्रै मान्छेहरूलाई जान्न मन लागेको हुनसक्छ। एकदमै राम्रो क्वेसन गर्नुभयो हेमजी, थ्याङ्क यू त्यसको लागि। मेरो बारेमा मेरा दर्शकहरूले जान्न अवसर पाउनुभयो। मेरो एक्चुअल घर सुदूरपश्चिम नेपालकै एक प्राय अब यहाँबाट टाढा भएको हुनाले विकट पनि भन्ने गरिएको छ। सुदूरपश्चिमको कञ्चनपुर जिल्ला दैजी गाविस गाउँको नाम वार्ड नम्बर 1 पहाड घर मेरो डडेलधुरा हो। अमरगढी नगरपालिका पकड्ने भन्छ मेरो गाउँको नाम। त्यो हो र म त्यही नै पढेँ, त्यहीँ जन्मेँ, त्यहीँ हुर्केँ, त्यहीँ सबै चिज भयो र पछि गएर कर्मथलो खोज्न भारततिर लागियो। किनभने अब सुदूरपश्चिमबाट म्याक्सिमम मान्छेहरू रोजगारीको खोजीमा भारततिर नै उहाँहरूको पहिलो गन्तव्य भन्ने गर्छ। अहिले आएर नेपाल एकदमै साँगुरिएको छ। यो बाटाघाटा जुन अलिकता विकासले फड्को मारेको छ पहिलेको तुलनामा। अब समग्र तुलना भन्ने त नेपालले विकास गरेकै छैन भन्दा नि हुन्छ, तर पनि त्यो एक समयको जेनेरेसन ग्यापको कुरा गर्ने हो भनेपछि नदीनाला खोलाहरूमा पुलहरू परेका छन्, बेला बेला भत्किन्छन्, तर पुल चाहिँ परेका छन्। त्यो हुनाले काठमाडौँ नजिक भएको छ र नेपालीले नेपाल कत्रो छ भन्ने लगभग जानेका छन्। त्यही क्रममा अब त्यति बेला भारत गइयो। भारततिर काम भन्दा नि आधा जति पढाइ भारतमै भयो, गभर्मेन्ट इन्टर कलेज भन्ने पिलिभिजमा। अनि त्यसपछि अब केही काम पनि सिक्नुपर्छ भन्ने हिसाबले होटेल सम्बन्धीको कामहरू गरियो। त्यसै क्रममा विदेश गरियो। अनि विदेशबाट फर्केर आएपछि भाग्यमा सिनेमा क्षेत्र रहेछ, सिनेमा क्षेत्रमा ट्राई गरियो। अनि आज दर्शकहरूको मायाले गर्दा यहाँ पुष्कर दाई, तपाईँलाई मैले दाई भनेर उच्चारण गरेँ किनभने म औपचारिक भन्दा अनौपचारिक रूपमा गइरहेको छु। तपाईँको
जुन चलचित्रमा अहिले तपाईँ उदाउनु भएको छ एकदमै नेपाली चलचित्रका खलनायकको एकदम व्यस्त खलनायकको रूपमा रहनु भएको छ, निकै नै चर्चामा रहनु भएको छ। तपाईँ यो चलचित्रमा आउनु तपाईँको संजोग मान्नुहुन्छ या तपाईँको लक्ष्य थियो? लक्ष्य नै भन्ने हो भने म जब एकदमै 7-8 6-7 क्लासमा पढ्थेँ त्यति बेलादेखि मलाई सिनेमाको चाहिँ चढेको स्कुल बन्द गरेर पनि फिल्म हेर्न गइन्थ्यो र पर्दामा हिरो नाच्ने बेला आफूलाई महसुस गरिन्थ्यो र मनमा के थियो भने म एक दिन हिरो बन्छु। अब नेपाली हिरो बन्छु भन्ने दिमागमा केही पनि थिएन, बलिउडको हिरो बन्छु भनेर। अनि त्यसपछि घरबाट भागेर गइयो। अच्छा, हाम्रो उहाँको धेरै मान्छेहरू बम्बईमा जब गर्नुहुन्छ, उहाँसँग एकजनासँग गएर भागेर गइयो। करिब 6-7 क्लासमा पढ्दा भागेर गइएपछि त्यहाँ गएर हिरो बन्छु भनेर गएको। त्यहाँ कसले हिरो बनाएको, त्यहाँ 8-9 महिनासम्म एकदम धक्का खाइयो, यताउता कसैले आश्वासन दिने फिल्म लाइनमा काम लगाइदिउँला भन्ने, अनि त्यहाँ केही पनि नहुने। लास्टमा भोकै पनि टेन्सन हुन लाग्यो, होटेलमा काम गरियो दिने। त्यसपछि म आमाको एक्लो छोरो भएको हुनाले कहिले खासै दुःख परवरिशमा मम्मीले दुःख उनीहरूको थिएन। मलाई मेरो बुवा 8 वर्षको छनेर दुःख सहन नसकेर फेरि घर आएँ। फेरि स्कुल जोइन गरेर फेरि पढेपछि मैले इन्टरसम्म 8 क्लाससम्म नेपाल पढेर त्यसपछि 2 वर्ष ग्याप गरेर एसएलसी दिनु पाउँदो रहेछ। पिरियड गर्दै गइयो। अनि त्यहाँ सँगसँगै अब केही स्किल सिक्नुपर्छ, यो फिल्म लाइन भन्ने चिजहरू बेकार रहेछ भन्ने दिमागबाटै उत्र्यो। उत्रेपछि तपाईँको बम्बे गइयो। बम्बे गएपछि होटेलमा काम गरियो र क्याटरिङ पढियो, होटेल सम्बन्धी तर एफएनडी फुड एन्ड बेभरेज पनि पढियो र प्र्याक्टिकल गरियो। त्यहाँ काम गरिरहेको थिएँ, राम्रो भइरहेको थियो मेरो स्केल्स, मेरो स्यालेरीहरू पनि राम्रो थियो, पोस्ट राम्रो हुँदै गइरहेको थियो। र विदेश जाने सोच आयो, विदेश पनि गइयो। विदेशबाट फर्केर आएपछि हाम्रा अहिलेका स्टार विराज भट्ट जो आज भोजपुरीमा पनि छाप्नु भएको छ, उहाँ अब गाउँले नाता पर्ने हुनाले उहाँको नम्बर खोजेर उहाँसँग भेट भयो। मेरो भेट हुने क्रममा उहाँको सुटिङ चलिरहेको थियो। अनि पुष्करजी तपाईँ आउनुभएको छ, अब म यहाँ तपाईँसँग धेरै गफ गर्न सकिँदैन किनभने मेरो गाडी आइसक्यो सुटिङको, बरु फुर्सद छ भने जाउँ सुटिङ हेर्न भन्नुभयो। म फ्री पनि छुट्टीमा आएको थिएँ, तर मसँग 1.5-2 महिना अझै टाइम थियो। म सुटिङमा गएँ। सुटिङ रघुवीर भन्ने फिल्मको सुटिङ भइरहेको थियो। अनि एउटा डिस्कोको सिक्वेन्स थियो। अनि त्यहाँ मेकअपहरू गरिरहेको मान्छेहरू जो कि मैले अब क्यामेरा स्यामरा यस्तो हुन्छ भने नजिकबाट पहिलोचोटि देखेको। अनि एकछिनपछि डाइरेक्टर साहब हाम्रो विराजी कहाँ आएर भन्नुभयो, तपाईँको साथीलाई एउटा रोल खेलाउनु पऱ्यो भनेर भन्नुभयो। अनि उहाँले अब त्यो कुरा त साथीलाई नै सोध्नुपर्छ, मैले त कसरी भन्ने कुरामा मलाई सोध्नुभयो र मैले उहाँलाई प्रश्नको उत्तर के दियो भने, हेर्नुहोस् मैले क्यामेरा लाइट भनेको पहिलोचोटि देखिरहेको छु र म गाह्रो हुन्छ होला मलाई, म सक्दिनँ, सरी भन्दाखेरि होइन सर तपाईँ मलाई पर्फेक्ट मैले सोचेको जस्तो क्यारेक्टर मैले भेटेको छु, तपाईँले जसरी पनि गरिदिनु पर्छ भनेर स्क्रिप्ट लिएर आउनुभयो। मैले म स्क्रिप्ट पढ्न सक्दैन, सरी मलाई बरु सिनमा बसिराख्ने काम दायित्व दिनुहुन्छ भनेपछि उहाँले चाहिँ मलाई त्यो एउटा बिजनेसम्यान धनी मान्छे टाइपको क्यारेक्टर दिएर ट्रेन गर्दै गरेको त्यो गराउनु भएर उहाँ करिब 2-3 दिन लाग्यो त्यो सुटिङमा। त्यसपछि अलिअलि रमाइलो पनि हुन लाएर विराजीले अचानक मलाई भन्नुभयो, पुष्कर त विदेश गएर कति पैसा बचाउँछस् भन्ने कुरा गरेँ। मैले 30-40 हजार जति हुन्छ होला अब गल्फमा, र त्यो समयमा राम्रै काम भयो भने 30-40 हजार बस्थ्यो। उहाँले के भन्नुभयो भने, हेर पुष्कर यसो अब तिमी अरूले पनि भने अनुसार र मैले सोचे अनुसार तिम्रो फिल्मी स्ट्रक्चर छ, तिम्रो लुक्स फिल्मी छ,
यदि तिमीले राम्रोसँग गर्न सक्यौ भने एक डेढ वर्षमा तिमी त्यहाँ विदेशमा कमाउने पैसा यहीँ कमाउँछौ र नाम पनि हुन्छ तिम्रो यदि गर्छ भने गर भन्ने कुरा गर्नु। अनि मैले सोचेँ त्यो पनि ठिकै हो। मैले सोचेँ कि अब मैले 1.5 महिना छ म उहाँसँग हिँड्छु केही दिन, अब त्यसपछि के हुन्छ मनले डिसिजन गर्ला भन्ने। किनभने अब पहिलेदेखि नै फिल्म त इन्ट्रेस्टै हो। गर्दै जाँदा अर्को फिल्म आयो, त्यसमा पनि मलाई रोल भयो। त्यसपछि बिरगन्जमा सुटिङ भयो, अग्निज्वाला भन्ने मुभीको सुटिङ भइरहेको थियो। त्यहाँ दयाराम दाहाल डाइरेक्टर साहबले मलाई एउटा सिन गर्नु पऱ्यो र गर्नु सक्छ यसो भनेर स्क्रिप्ट सही सही त्यहाँ गरेँ। मैले त्यो 6 जनासँग 1 जना क्यारेक्टरले डायलग बोल्नुपर्ने थियो म्याचिङ, र त्यो मैले एकदम राम्रोसँग गर्न सकेँ। फर्स्ट टेक महिना ओके भएर यता हुँदै थियो र पछाडिबाट कोही मान्छेले मलाई थाहा पानेर यसरी हेर्छु। पछाडि अलिक दाडी पाल्नु भएको थियो, उहाँ पनि चर्चित कलाकार हुनुहुन्थ्यो, उहाँ आरपी पन्तजी हुनुहुन्थ्यो। अनि उहाँले मलाई के भन्नुभयो भनेपछि ल भेरी गुड, तपाईँलाई नयाँ हो तपाईँको काम हेरेर तपाईँ नयाँ हो कसैले भन्दैन, तपाईँ भोलिको नेपालको एउटा राम्रो आर्टिस्ट हो, किप इट अप, गड ब्लेस यु भनेर मैले थाहा पानेपछि म भित्र झन ऊर्जा थपेर गएँ र अब मैले विराटजीले भनेको मान्नुपर्छ भन्ने लाग्यो। अनि विराटजीसँग जाँदै गएँ, आफ्नो रिलेसन बनाउँदै गएँ। 1 वर्ष जति विराटजीसँग हिँडेँ, उहाँको टेक केयर पनि गर्दै गएँ अनि रिलेसन पनि हुँदै गयो र आज यहाँ छु। ओके, तपाईँको जुन यो चलचित्रको जुन जीवनी, तपाईँको जीवनको जो यात्रा छ, यो कुरा फेरि हामी जोड्ने नै छौँ। यतिखेर तपाईँले जुन चलचित्रमा काम गर्नुभयो, त्यो चलचित्र तपाईँको पहिलो चलचित्र कुन हो? म पहिलो चलचित्रमा चाहिँ अग्निज्वालालाई भन्छु। किनभनेपछि हुन त मैले अब पर्दामा देखिएँ भनेपछि रघुवीर भन्नुपर्छ, तर म एज अ कलाकार नै हो। मेकअप सेटअप गरेर अनि ड्रेसअप गरेर पुरा सेटअप गरेर स्क्रिप्ट पढेर त्यो कथासँग नै लिङ्केज भएको क्यारेक्टर भए हुनाले म अग्निज्वाला नै भन्छु। निकै नै दुःख र कष्टमय जीवनलाई पनि एकदम स्वीकार गरेर नेपाली चलचित्र जगतमा आज एउटा छुट्टै पहिचान बनाउन सफल नेपाली चलचित्र जगतका व्यस्त खलनायक पुष्कर भट्टसँग हामी कुराकानी गरिरहेका छौँ। यतिखेर म तपाईँहरूलाई पुष्कर भट्टद्वारा अभिनीत चलचित्रका केही क्लिप्सहरू देखाउँदैछु। यही हो, अब आउँछ मजा। जाऊ, त्यसका हात खुट्टामा छ।
हिन्दूहरूको चेली छोरीमाथि आँखा लगाउँछस्? यो के गरेको तिमीहरूले? यो के गरेको? अरू केटी पाइनस् किन यही केटीलाई रोजिस्? जातको कुरा ठुलो होइन, संस्कार र व्यवहारले मान्छेलाई ठुलो बनाउँछ। तिमीहरू भन्दा त कयौं गुणा असल छौ। प्रेम जात हेरेर होइन, मन हेरेर गरिन्छ, मन हेरेर। यो भाषण हामीलाई होइन, तिम्रो बाउलाई गएर देऊ। अन्याय सहेर भाग्ने केटा होइन म। हेलो 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 शुभम। सञ्चिता के भयो? पुलिसले यो ठाउँको सुइको पाइसकेको छ। तिमीहरू जेम्सलाई बचाउनुको लागि यताबाट जाऊ। माण्डवी र शारदाको हेफाजत म गर्छु। जाऊ जाऊ। दर्शकबिन, यतिखेर तपाईँले नेपाली चलचित्र जगतका खलनायक पुष्कर भट्टद्वारा अभिनीत केही क्लिप्सहरू तपाईँहरूले हेर्नुभयो। फेरि पनि कुराको क्रमलाई जोड्नतर्फ लाग्छु। फेरि पनि स्वागत छ पुष्करलाई। पुष्करलाई, तपाईँले जुन एउटा हाम्रो कुराकानीकै क्रममा भन्नुभयो, म विदेशमा बाट नेपालमा फर्केर आएँ, तर अहिले थुप्रै युवाहरू विदेशतिर पलायन हुने दिन प्रतिदिन त्यो क्रम जारी छ, बढ्दो क्रम छ। तपाईँलाई त्यो विदेशमा राम्रो लाग्यो या यहाँ तपाईँ यो चलचित्र क्षेत्रमा सन्तुष्ट हुनुहुन्छ? विदेशिने क्रम भनेको त एउटा देशको अवस्थाले गर्दा पनि आजका युवा पिँढीहरू विदेशिन बाध्य भएका छन्। किनभने हाम्रो सरकार नै मजबुत छैन। कसैको रहर हुँदैन जहाँसम्म मलाई लाग्छ कि आफ्नो भूमि छोडेर विदेशमै गएर आफ्नो लाला बाला आफ्ना बच्चाहरूलाई छोडेर विदेशमा गएर वर्षौं त्यहाँ काटेर फर्किन सायदै सबैको इच्छा हुँदैन होला जस्तो लाग्छ। यदि हाम्रो नेपालमा नै रोजगारीको अवसर मनज्ञ प्राप्त भएको भए जाँदैन थियो होला। र मेरो सन्दर्भमा भन्ने हो भने म यो कुरालाई लकी भन्न चाहन्छु म आफैमा, र म नायक विराज भट्टलाई पनि बेला बेला यी कुराहरूमा धन्यवाद दिइराख्छु र दिन्छु, उहाँलाई दिन चाहन्छु पनि। किनभने उहाँले गर्दा आज मैले यो मेरो जुन पहिलाको सपना एक सिद्धिनिसकेको थियो, मेरो बाल्यकालको जुन सिनेमाप्रतिको झुकाव लगाव र म कलाकार बन्छु भन्ने सपना जुन टुहिएको थियो, फेरि त्यो सपनालाई उहाँले उजागर गरिदिनु भयो र सपना साकार गर्न सहयोग गर्नुभयो। र अभियसली म त यहाँ नै खुसी छु, किनभने म धेरै कन्ट्रीहरू गएर फर्केर पनि आएँ। मलाई मेरो देशको मायाले, मेरो जनताले जुन मेरो नेपाली सिने दर्शकले जुन किसिमको पुष्कर भट्टलाई माया गर्यो, त्यो मायालाई मैले बिर्सिन नसकेर फेरि म आफ्नै नेपालमा फर्केको छु। पुष्कर भट्टले अहिलेसम्म कतिवटा चलचित्रमा काम गरिसकेको होला? यकिनन ठ्याक्कै त म बिर्सिसकेँ। जहाँसम्म
मैले अनुमानित रूपमा भन्ने हो भने मैले 70-80वटा नेपाली चलचित्रमा अभिनय गरिसकेँ र मित्र राष्ट्र भारतको प्रान्तीय भाषा भोजपुरी मुभीमा पनि मैले 12-15वटामा अभिनय गर्ने अवसर प्राप्त गरेँ, जसमा कि विराटजीको नै सहयोग थियो। भने चाहिँ तपाईँले भोजपुरी र नेपाली चलचित्रलाई सँगसँगै लिएर गइराख्नु भएको छ। एकदमै। अनि तपाईँलाई कुन चलचित्रमा काम गर्दा सजिलो लाग्छ, तपाईँलाई भोजपुरी या नेपाली चलचित्रमा? सजिलोको दृष्टिकोणले हेर्ने हो भने भोजपुरी अभियसली सजिलो छ, किनभने त्यहाँको हरेक चिज बाइक प्रोफेसनलिजमको हिसाबले उनीहरू जाने गर्छन् र त्यसको एउटा मेन कारण भनेको प्रविधि हो। उनीहरूको मार्केट पनि नेपालीको तुलनामा धेरै ठुलो छ र त्यो भएर उहाँहरू मनज्ञ लगानी पनि गर्न सक्छन् र मनज्ञ लगानी हुने ठाउँमा अभियसली हामीले पाउने प्राथमिक पनि नेपालभन्दा धेरै छ र उनीहरूसँग विभिन्न उपकरणहरू इक्विपमेन्ट्सहरू पनि उपलब्ध भएको हुनाले हामीलाई काम गर्न सजिलो हुन्छ। जसरी कि नेपाली मुभी गर्दाखेरि हामीले स्टन्ट सिनहरू विदाउट सेफ्टीको गरिरहनु पर्ने हुन्छ, जसले गर्दा एक्सिडेन्ट हुने खतराहरू म्याक्सिमम हुन्छ र जिउहरू दुख्छ। म अस्ति मात्रै कुर्बान भन्ने मुभीको क्लाइमेक्स गरेँ। म 3 दिनसम्म मेरो जिउ पुरा दुखी नै रह्यो, किनभनेपछि त्यहाँ त्यो प्रकारका प्याडहरू, त्यो प्रकारका टुचिन्सहरू। मैले तपाईँको कुरा बिचमै काट्न खोजेँ। यस्तो कुरा हुँदाखेरि मलाई एकचोटि झट्ट के याद आयो भन्दाखेरि कलाकार त देशको गहना हो। यसको बारेमा सरकारले के त्यस्तो सहयोग, त्यस्तो केही वातावरण बनाइदिएको छैन? त्यो नै एउटा विडम्बना छ, जुन अहिलेसम्म आज करिब 50 वर्षको इतिहास भइसक्यो नेपाली सिनेमाको। 50 वर्षको इतिहासमा नेपाली फिल्म इन्डस्ट्री भनिने गरिन्छ र यसबाट राजस्वहरू पनि मनज्ञ जान्छ सरकारलाई। तर सरकारले यो प्रति कुनै किसिमको चासो देखाएको त्यति भान भएको छैन मलाई। र अहिले आएर जसरी अस्ति संसार मन्त्रीज्यूले पनि भन्नुभएको छ, राष्ट्रपतिज्यूले पनि भन्नुभएको छ, अब यो चलचित्र क्षेत्रलाई इन्डस्ट्री बनाउनुपर्छ भन्ने पहल पनि भइरहेको अवस्था छ। तर पनि एउटा दुःख लाग्दो कुरा के भनेपछि आज इन्डस्ट्री 50 वर्षको इतिहास भइसक्यो, अझैसम्म यो कम्प्लिटली भएको छैन। नेपाली कलाकारहरू सिक्योर छैनन्। म 10 वर्ष भइसक्यो यो इन्डस्ट्रीमा, सिनेमा लाइन बाहेक अरू कुनै काम गरेको छैन मैले, र मैले कसरी सर्भाइभ गरेको छु भन्ने मेरो आत्मालाई थाहा छ। तर पनि मैले यो नेपाली कला र संस्कृतिलाई सदैव जगेर्ना भइरहोस् भन्ने हिसाबले मैले दुःख सुख गरि नै रहेको छु। अनि अहिले जुन चलचित्रमा विकृतिहरू प्राय देखिँदै आइरहेको छ, जुन सेन्सरले पनि त्यो सिनहरूलाई राख्न नसक्ने र यो हामी पब्लिकले पचाउन नसक्ने सिनहरू पनि जुन राख्दै आउने क्रम छ, त्यसले गर्दाखेरि तपाईँलाई कस्तो लाग्छ? यो चलचित्रको जुन गर्न खोजेको छ हाम्रो चलचित्रकर्मीहरूले, त्यो राम्रो हो या नराम्रो हो? कसरी लिनुहुन्छ तपाईँको कुरालाई? अभियसली त्यो नराम्रो हो, राम्रो कुरा होइन। जुन किसिमले यहाँले मलाई प्रश्न गर्नुभयो, मेरो बुझाइअनुसार जुन भल्गरिटीहरू र जुन फ्यामिलीसँग बसेर हेर्न नमिल्ने टाइपका मुभीहरू विगतमा बनेका थिए, म यो नेपाली सिनेमा को अवस्था खस्केर जानुमा सर्वप्रथम त म के भन्छु भने जुन पछिल्लो समय थियो, जुन एनालग सिस्टमले नेपाली सिनेमा तयार हुन्थ्यो, जसमा रिल लाग्थ्यो, जसलाई अनि त्यो समय कस्तो थियो भन्नुहुन्छ भने हरेक निर्माता जसले चाहे पनि फिल्म बनाउँछु भनेर आँट गर्न सक्दैन थियो, किनभने महँगो पर्थ्यो। त्यो भए हुनाले सबै मान्छे आँट गर्दैन थियो। अनि जो पनि आउँथ्यो सिकेर बुझेर मात्रै आउँथ्यो र उसले लिने कलाकारहरूलाई पनि मेजर आर्टिस्टहरूलाई एकदम जो
सिकेर आएका छन्, जसले गर्न सक्छ, जो रिनाउन छन्, उसलाई मात्र लिने गरिन्थ्यो। कारण के हुन्थ्यो भन्नुहुन्छ भनेपछि जसरी हामी एक्सन कटमा जान्छौँ, सिन हुन्छ, सिनको बेला यदि कलाकार पोख्त छैन, यदि कलाकार गर्न नसक्ने छ भने उसले 10औं टेक खानुपर्ने हुन्छ। उसले गर्नु खोजेको डाइरेक्टरलाई चाहिएको चिजहरू उसले दिन सक्दैन अनि रिटेक हुन्छ र त्यो रिटेकको बेला करिब एउटा कलाकारको एउटा सिनको लागि एउटा क्यान नै खर्च भयो भने त्यो क्यान 10,000 पैसा पर्ने क्यान हुन्थ्यो। एक सिनमा 10,000 को क्यान मात्रै सिद्धियो भने फिल्मको बजेट म्याक्सिमम बढेर जान्छ भन्ने उद्देश्यले उहाँहरू पहिले सचेत भएर पोख्त कलाकारहरूलाई मात्र लिने गरिन्थ्यो र कथावस्तुहरूमा पनि वर्कसप हुन्थ्यो। र त्यति बेलाका सिनेमाहरू यहाँहरूले देख्नु भएको पनि होला, इतिहासै छ। दर्पण छाया जस्ता सिनेमाहरू छन् जो प्राय सिनेमाले 51 दिन नबनाएका सिनेमाहरू नै हुन्थेन। त्यसपछि गएर डिजिटल प्रविधि आयो। डिजिटल प्रविधिबाट जुन सिनेमाहरू बन्दै गए, सिनेमाहरू बन्दै गयो। त्यो डिजिटल प्रविधि भनेको बेस्ट प्रविधि हो, नो डाउट। तर त्यहाँ बेस्ट सँगसँगै विकृति प्रविधि पनि आउने गरियो। कसरी भन्नुहुन्छ भनेपछि डिजिटलले जस्ट 50% कस्ट झारिदियो र एनालग भन्दा पनि क्लियरिटी दियो। र अर्को कुरा, एनालग मुभीको क्यान मात्र, एउटा रिल मात्रै डेभलप गर्न बम्बे जानुपर्ने अवस्था थियो भने डिजिटलको सम्पूर्ण कार्य यहीँ हुन लाग्यो र नयाँ कलाकारहरूले पनि म्याक्सिमम चान्स पाउने अवसरहरू आयो। किनभने डिजिटल हो, यदि 20 टेक खाए पनि क्यान जाँदैन, पैसा त्यति जाँदैन भन्ने हिसाबले सिनेमाहरू हुन थाल्यो। र त्यहाँ आएर के हुन थाल्यो भन्नुहुन्छ भनेपछि अब 1 करोडमा बन्ने सिनेमा 50 लाखमा बन्न थाल्यो र त्यसपछि 10 जना निर्माताहरू 5 जना निर्माताहरू 10 जना निर्माताहरू पैसा जम्मा गरेर सिनेमा बनाउन थाले र नायिका निर्माताको गर्लफ्रेन्ड हुने टाइपको हुन लाग्यो र भिलेन खेल्ने भनेपछि अब मोटो घाटो छ, यो प्रोड्युसरले यति पैसा हालेछ भिलेन खेलोस् भन्ने हिसाबले पैसामा त्यो चिजहरू जान लाग्यो र त्यसपछि क्वालिटी बिस्तारै खस्किँदै गयो। किन भनेपछि पैसा राखिसकेपछि मान्छेले सिक्नुपर्छ भन्ने जरुरी छैन, त्यहीँ अन द स्पोट गरिहालौँला नि, डाइरेक्टली हामी निकाल्छौँ, तपाईँ टेन्सन नलिनुहोस्, पैसा मात्रै हाल्नुहोस् भन्ने कुराहरू आए। त्यसपछि त्यसको क्वालिटी अभियसली खस्किँदै गयो र नेपाली सिनेमाको बजार जुन दर्शकहरूलाई निराशाजनक तुल्यायो। उहाँहरूले जुन टाइपको इन्टरटेनमेन्ट चाहेका थिए, पुराना समयका भुवन राई, शिवश्रेष्ठ उहाँहरूको जस्तो जुन उहाँहरूको फिल्ममा जुन आनन्द आउँथ्यो त्यो चिजहरू नपाउन लागेर सँगसँगै अब धार चेन्ज गर्नुपर्छ, नेपाली सिनेमाको धार चेन्ज गर्नुपर्छ भनेर पनि मान्छेहरू लागि परे। कथावस्तुहरू त्यस्तो टाइपको आयो र केही सिनेमा धार चेन्ज गर्ने उसमा पहिलो सिनेमा ब्लास्ट भइदियो। कारण के भयो भन्नुहुन्छ भनेपछि हामी नेपालीहरू हाम्रो उनै के छ भने हाम्रो टेस्ट भनेको दाल भात तरकारी अचार हो। हामी सधैँ दाल भात तरकारी अचार नै मन पराउँछौँ, खाइरहन्छौँ र अचानक कहिले हामीले अचानक पिज्जा टाइपको केही टेस्ट चेन्ज गर्ने मौका पायौँ र त्यो खाएपछि त्यो दिन हामीले एकदम असाध्यै टेस्टी लाग्यो, त्यो चिज सबैले खाए र निर्देशकज्यूहरूको दिमागमा के गयो भने ओहो यस्तो बनायो भने त फिल्म चल्दो रहेछ भन्ने हिसाबले जानुभयो। उहाँहरूले फेरि त्यस्तै टाइपको सिनेमाहरू बनाउन लाग्यो जो सुरुमा त्यहाँ नयाँ धार ल्याउन, पुरानो नयाँ टाइपको जो राखे पनि हुन्छ, कथा यसो गर्ने अलि ग्ल्यामरियस टाइपको बनाउनु पर्यो, केटीहरूलाई थाहै देखायो भने यस्तो हुन्छ भन्ने क्रममा त्यो एउटा फिल्म हिट भएपछि त्यो कन्टिन्यू चलेपछि सबै फ्लप हुँदै गए। मैले भने नि नेपाली यो चलचित्र अहिले हाम्रो नराम्रो पाटोतिर बढी लागेको अवस्था होइन थियो। फेरि गएर जब दर्शकहरूले राम्रो सिनेमालाई उहाँले सुपर डुपर हिट बनाइदिनु भएको छ र नराम्रोलाई 1-2 चोटि हेरे पनि त्यसपछि यो हुँदैन भन्ने हिसाबले पछाडि दिनुभएको छ, त्यो सिनेमाहरू साफ
भएका कारणले अब फेरि त्यही पुरानो धारमा नेपाली सिनेमा इन्डस्ट्री फर्केर आएको छ। जसरी अहिले दर्शकहरूले यो कोहिनुरलाई माया गरिदिनु भएको छ। योभन्दा पहिला नाइ नभन्नु ल 2 नाइ नभन्नु हस्टेल यस्ता यस्ता टाइपका मुभीहरू जुन हिट बनाइदिनु भएको छ। त्यो भएको हुनाले म एउटा कुरा के भन्छु भनेपछि नेपाली दर्शकले नेपाली सिनेमालाई सधैँ माया गरेको छ। नेपाली दर्शकहरूलाई म कलाकार पुष्कर भट्ट सधैँ सेल्युट गर्छु। पहिला एकचोटि मलाई गुनासो मनमा के लाग्थ्यो भने नेपाली दर्शकहरूले नेपाली फिल्म हेरिदिनुहुन्न भन्ने जस्तो फिल भएको थियो, तर त्यो रहेनछ। म आफैमा गलत रहेछु र राम्रो सिनेमा बनाउनुहोस् हामी हेर्छौँ। किनभनेपछि भारतीय मुभीहरू जुन यत्रो लगानीमा बनेका छन् त्योसँग हाम्रो नेपाली फिल्मले कम्पिटिसन गर्नुपर्छ। तैपनि धेरै फिल्महरूलाई त नेपाली फिल्म, धेरै हिन्दी फिल्म अरबौँको लगानी लगाएको फिल्मलाई 50 लाखमा नेपाली बनेको फिल्मले कम्पिटिसन गरेर नेपाली फिल्म माथि हुन्छ भनेपछि त मेरा नेपाली दर्शकहरूले नेपालीलाई माया गरेकै छ भन्न चाहन्छु। ओके पुष्कर दा, यी कुरा थिए हाम्रो चलचित्र क्षेत्रका। अब म तपाईँको व्यक्तिगत जीवनको बारेमा कुराकानी गर्छु। मैले थुप्रै पत्र पत्रिकामा र तपाईँको थुप्रै मुभी हेर्ने मौका पाएको छु। मलाई एउटा प्रश्न सोध्न मन लाग्यो। तपाईँ अरू कलाकार जस्तो तपाईँको पाटो खलनायकतिर अरू खलनायक भन्दा भिन्न हुनुहुन्छ। जस्तो तपाईँको गेटअप सबै कुराहरू प्रत्येक मुभीमा भिन्न भिन्न प्रकारको देख्न पाइन्छ। यसको श्रेय कसलाई दिनुहुन्छ? यसको श्रेय मैले यो चिज गर्नुपर्छ भन्ने प्रेरणा चाहिँ भारतका चर्चित कलाकार हुन्, उहाँलाई म रेस्पेक्ट गर्छु। उहाँ गुलसन ग्रोवर हुनुहुन्छ। उहाँले विभिन्न सिनेमामा आफ्नो हरेक सिनेमामा मैले पत्रिकामा पढ्न पाएको थिएँ, उहाँले आफै नै गेटअप चेन्ज गर्नुहुन्छ र आफै गेटअप बनाउनुहुन्छ भन्ने सुनेकोले गर्दा र नेपाली फिल्म इन्डस्ट्रीभित्र त्यस्तो मैले पाइनँ र मेरो दिमागमा के आयो भनेपछि निर्माताले मलाई कतिको के दिन्छ किनभने नेपाली फिल्मको बजेट आफैमा सानो हुन्छ। उहाँहरूले हामीलाई पे गर्ने पैसा पनि एकदमै बार्गेनिङ गरिरहनु पर्ने अवस्था भएको हुनाले अब उहाँहरूले त्यसपछि त्यो मेरो अमाउन्टमा पनि बार्गेनिङ हुन्छ भनेपछि उहाँले मलाई मैले सोचेको जस्तो गेटअप दिनुहुन्न। त्यो भए हुनाले सुरुका दिनहरूमा जब म 100 रुपियाँ यदि एउटा फिल्मबाट पाउँथेँ भनेपछि त्यसबाट 35 रुपियाँको मैले म आफ्नो किसिमले गेटअप बनाउँछु। भनेपछि तपाईँ आफ्नो गेटअप आफै गर्नुहुन्छ? एकदमै। अनि तपाईँको जुन यो प्रत्येक जुन तपाईँको गेटअप चेन्ज हुन्छ त्यसमा केही न केही नयाँ कुराहरू हामीले सुन्न पाउँछौँ, देख्न पाउँछौँ। आज पनि तपाईँको जुन स्टाइल छ, गेटअप छ, तपाईँको कपालको स्टाइल पनि चेन्ज गर्नुहुन्छ, यसको केही कारण छ कि? अभियसली अब यहाँ यसो झलक्क हेर्दा दर्शकहरूले मेरो यहाँ तालुमा कपाल छैन जस्तो फिल भएको होला, तर यो होइन, मेरो तालुमा फुल्ली कपाल छ र एउटा नयाँ चलचित्र अहिले फ्लोरमा गइरहेको छ, कुर्बान भन्ने मुभी हो, जसका निर्देशक वेद प्रसाद भुटेलजी हुनुहुन्छ र अर्का टिम असिस्टेन्ट नवराजी हुनुहुन्छ। उहाँले धेरै मुभीहरूमा काम गरिसक्नु भएको छ। उहाँ एकदम पोख्त हुनुहुन्छ र उहाँले के भन्नुभयो भनेपछि नवराजीले पुष्कर दाई यो फिल्ममा तपाईँले डिफ्रेन्ट टाइपको गेटअप दिनु पर्यो। याद गर्नुहोस् अहिलेसम्म यस्तो टाइपको गेटअप कुनै फिल्ममा दिनुभएको छ भने म ओके त्यो गर्दिनँ, दिनुभएको छैन भनेपछि यो चिजलाई यसरी गरौँ भनेर उहाँले चाहिँ यो गेटअप यस्तो बनाऊ भन्ने टाइपले उहाँले भन्नुभयो र त्यसपछि मैले एकदम मलाई पनि चित्त बुझ्यो, हुन्छ सर यो गरौँ, यसको लागि मलाई गाह्रो त गाह्रो हुन्छ अभियसली, किनभनेपछि सिनेमा अझै 6 महिना भइसक्यो। त्यो प्राविधिक कारणले, गर्मीको कारणले आधा फिल्म झापामा भयो, गर्मीले सकिएन, फेरि यहाँ आएर फेरि एकचोटि फिल्म रोकियो भने फेरि सुरु हुन अलिक गाह्रो हुने हुनाले मैले मेरो यो एज इट इज बाहिर हिँड्ने बेला टोपी लगाएर नै हिँड्नुपर्ने अनि अर्को फिल्म गर्न नसक्ने 2टा फिल्म छोड्नु पर्यो। मैले 2टा मुभी छोडेँ यसको लागि, तर यसमा अलग किसिमको गेटअप र सशक्त भूमिका हुनाले पनि यो फिल्मलाई छोड्न सकेको छैन। अब एकचोटि म तपाईँलाई एउटा प्रश्नतर्फ लाग्छु। जस्तो अहिले हामीले अनलाइन खबर
हाम्रो अनलाइन हेर्न मिल्ने हाम्रो न्युज हो नयाँ नेपाल खबर.com। तपाईँले कतिको इन्टरनेट युज गर्नुहुन्छ? जस्तो धेरै कम कलाकारहरूले धेरै कमले युज गर्छ भन्ने सुनिन्छ। जस्तो थुप्रै कलाकारहरू दिक्क मानेर फ्यानहरूले सताउँछ भनेर पनि युज नगर्ने अवस्था हुन्छ। कतिहरूले युज गरिरहेको छ। तपाईँले फेसबुक ट्विटर जस्तो अनि तपाईँको वेबसाइट त्यस्तो के युज गर्नुभएको छ, बनाउनु भएको छ? एकदमै मेरो पर्सनल वेबसाइट छ www.puskarbhatta.com www.puskarbhatta.com मेरो पर्सनल वेबसाइट हो। सायद यो मलाई साथीहरूले भनेअनुसार बुझेअनुसार सायद नेपाली कलाकारमा सबभन्दा पहिला वेबसाइट बनाउने पुष्कर भट्ट नै होला सायद भनेपछि तपाईँ इन्टरनेटको दुनियाँमा पनि त्यति नै अगाडि हुनुहुन्छ। अनि तपाईँले फेसबुक कतिको युज गर्नुहुन्छ? अनि त्यसपछि म म्याक्सिमम युज गर्ने भनेको फेसबुक हो। तपाईँले अहिले मलाई एउटा कुरा जान्न मन लाग्यो, तपाईँ यो टेक्नोलोजीमा अगाडि हुनुहुन्छ रहेछ, के युज गर्नुहुन्छ? जस्तो इन्टरनेटमा तपाईँले फेसबुक युज गर्नुहुन्छ अनि जस्तो स्काइपिङ भाइबर वेबसाइट। ओके, कहिलेकाहीँ तपाईँलाई आफूलाई देखेर दिक्क लाग्ने कुनै त्यस्तो बानी छ? मलाई देखेर आफूलाई देखेर दिक्क लाग्ने मलाई कस्तो छ भन्नुहुन्छ भने म यथार्थ अब यहाँले सोधिहाल्नुभयो होइन। धेरै पहिलेदेखि मेरो बानी कस्तो छ, म सिनेमा पहिला पनि एउटा होटेल लाइनको विद्यार्थी र सँगसँगै एउटा म इम्प्लोइज पनि हो। पहिला मैले काम गरे अनुसार मेरो पहिलेदेखि पब्लिक रिलेसनदेखि नै सम्बन्धित मैले कामहरू गर्दै आएको हुनाले मेरा म्याक्सिमम साथीहरू छन्। अब उहाँहरूसँग घुम्न गएको बेला उहाँहरूको ड्रिङ्क पार्टिजहरू हुन्छ र म नखाने भएको हुनाले साथीहरू पनि अभोइड हुँदै जान्छन् र त्यही क्रमलाई उ गरेर फेरि सोध्छु म मेरो साथीहरू अभोइड हुन्छन्, मैले समटाइम खानुपर्छ भनेर फेरि 2 वर्ष नखाएर फेरि स्टार्ट गर्छु। र बानी कस्तो नराम्रो छ भन्नुहुन्छ भनेपछि म स्ट्यान्डर्ड हिसाबले रक्सी खान सक्दिनँ। मैले स्टार्ट गरेँ भनेपछि मलाई 1 बोतल भोड्का नै चाहिन्छ। अनि त्यो खाइसकेपछि अनि अर्को दिन ह्याङ हुन्छ, टाउको दुख्छ र आफू देखेर नै दिक्क लाग्छ, म गलत मान्छे रहेछु, मैले यो गर्नु हुँदैन भनेर 4 दिनपछि फेरि भगवान कहाँ जान्छु, हात जोड्छु, हे भगवान म अब 2 वर्ष यो रक्सीलाई छुँदैन भनेर प्रमिस गर्छु। त्यसपछि म 2 वर्ष छुँदैछु। तपाईँलाई आफूलाई देखेर खुसी हुने कुनै त्यस्तो गुण तपाईँको? मेरो एकदम राम्रो गुण छ यो भनेर मेरो एकदम म मान्छेहरूसँग हतपति रिसाउँदिनँ अनि सबैसँग। तर पर्दाको पुष्कर भट्ट त एकदमै डरलाग्दो छ। तपाईँको फ्यानहरूलाई पनि त डर लाग्न सक्छ। तपाईँ पुष्कर भट्ट काटमार गर्ने गुन्डा भन्ने त्यसरी कसरी हेर्ने गर्छन् दर्शकहरू? त्यही त मेरो रियल लाइफमा मलाई चिन्नेहरूले मलाई सोझोको उसमा गाईको संज्ञा दिन्छन्। यस्तो डेन्जर एउटा रियल लाइफमा यस्तो डेन्जर मान्छे रियल लाइफमा यस्तो छ भनेर भन्नुहुन्छ र मेरा फ्यानहरूमा म्याक्सिमम केटा भन्दा नि केटी फ्यानहरू बढी छन्। त्यसरी तपाईँले यी मिडियाको सिलसिलामा त्यस्तो कुनै विपरीत लिङ्गसँग तपाईँको केही त्यस्तो भनौँ लभ प्रेम त्यस्तो क्लोज हुने प्रेम त्यस्तो सम्बन्ध रहेको छ? विपरीत लिङ्गसँग भनेको अब म आफै म्यारिड मान्छे हो, म सानै उमेरमा बिहा भएको हो। आज मेरो जेठो छोरा 22 इयर्स ओल्ड भइसक्यो। अनि लभ त धेरैसँग परे मेरो, हजारौँको लाखौँको उसमा होला, तर अब त्यो लभ शारीरिक सम्बन्ध राख्ने टाइपको लभ चाहिँ गरेको छैन मैले अहिलेसम्म। प्राय भन्ने गरिन्छ चलचित्र क्षेत्र यो मिडिया लाइनको मान्छेहरू अलिक त्यस्तो कुरातिर अलिकति त्यस्तो बढी हुन्छ भन्ने हो। प्रस्तावहरू आए होइन, फ्रेन्डहरू बन्न चाहन्छन् र म पहिलेदेखि नै कहिले पनि मेरो दर्शकहरूलाई आफैलाई पनि थाहा होला, जो मान्छे लभ गर्नुपर्छ अनि उसलाई गर्लफ्रेन्ड बनाउनुपर्छ भन्ने जो वृहत सोच लिएर गरेको मान्छे
आफ्नो जो पर्सनल स्ट्याटसहरू लुकाएर राख्छ, मेरो कसैले बिहा नै भएको छैन भन्ने पनि दर्शाउँछ। अनि बच्चाको कुरै छोडिदिउँ र म सुरुका दिनदेखि लिएर म हरेक 15 दिनमा 1 महिनामा मेरो वाइफसँग म टाँसिएर फोटो खिचेर मैले पोस्ट गरेको हुन्छु। मेरा बच्चाहरूको सबैको बेला बेला फोटो खिचेर माई वर्ल्ड, माई फलानो 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 भनेर म दर्शकहरूलाई परिचित गराइरहेको हुन्छु। पुष्कर राई, मलाई अहिले झट्टै एउटा कुरा पनि याद आयो। तपाईँको पत्रिकामा मैले एकचोटि हेर्न पाएको थिएँ, तपाईँको फेसबुकमा वालमा थियो, तपाईँ एउटा कलाकार जस्तो खलनायकलाई पनि स्टेज सोमा बोलाएको अवस्था, जुन तपाईँले लास्ट टाइम मलेसियामा उसमा कतारमा जानुभएको थियो, हङकङ, तपाईँ थुप्रै कन्ट्रीहरूमा तपाईँलाई बोलाइयो, तर अहिलेसम्म कुनै पनि खलनायकलाई यसरी बोलाएको मैले सुनेको थिएन। सम्भवतः तपाईँ पहिलो खलनायक हुनुपर्छ। एकदमै खास तपाईँलाई बोलाइनको कारण के? मलाई सुरुमा मेरो फर्स्ट प्रोग्राम कतारको लागि भएको थियो। कतारको प्रोग्राममा मलाई बाई रिलेसन गएको थिएँ मलाई त्यहाँको दर्शकहरूले नै भयङ्कर माग गरेर पुष्कर भट्ट आउनुपर्छ भन्ने टाइपको नभएर एउटा त्यही टाइपको एउटा रिलेसन हिसाबले ल पुष्करजी तपाईँ पनि जानुपर्छ भन्ने कुरा आयो। अनि त्यो जानुभन्दा पहिला त्यहाँ 1 महिना अगाडि टिकट काट्यो। टिकट काटेपछि त्यहाँ दर्शकहरूले भन्दो रहेछन् कि कलाकारमा खलनायक पुष्कर भट्टको पनि फोटो देखिसकेपछि ल हिरो हिरोइनले नाच्छ, गायकले गीत गाउँछ, कमेडियनले हँसाउँछ, अनि खलनायकले के गर्छ त स्टेज सो? फिल्ममा त अब तपाईँको कटिङ हुन्छ, यो हुन्छ, जोडिन्छ, स्टोरीसँग लिङ्क हुन्छ, पुरै फिल्मको हुन्छ, खलनायकलाई खलनायक गर्छ, स्टेजमा के गर्छ भन्ने टाइपको प्रश्नहरू आयो। र मलाई आयोजकहरूले फोन गरेर के भन्नुभयो भने पुष्करजी यस्तो टाइपको प्रश्न आइरहेको छ, अनि तपाईँ मलाई साँच्चै भन्नुहोस् त तपाईँ के गर्नुहुन्छ स्टेजमा? मैले उहाँहरूलाई के प्रश्न उत्तर के दिने भन्ने टाइपमा मैले के भनेको थिएँ भनेपछि यो सायदै मैले पनि जानकारी पाएअनुसार एउटा खलनायक स्टेज सोमा विदेशमा पहिलोचोटि जाँदैछ होला जस्तो लाग्यो मलाई, जसले पर्फर्मेन्स गर्न। दर्शकहरूलाई के भन्नुहोस् भने म यस्तो गर्छु भनेर भन्दिनँ, त्यहाँ आएर यदि यहाँहरूको चित्त बुझाउन सके भने म फेरि म बोलाइन्छु, होइन भने ठिकै छ, उहाँहरूलाई अहिले यो चिजहरू सस्पेन्स नै राख्नुहोस् भन्ने भएपछि मैले त्यहाँ गएर स्टेज सो गरेँ। स्टेज सो गरेपछि त्यो सोको मा 2वटा प्रोग्राम सुपर हिट भयो। एउटा हाम्रो विराजजीको भोजपुरी डान्स सबभन्दा बढी साउथ रिस्पोन्स पाएको, अनि त्यसपछि मेरो पर्फर्मेन्स, अनि मेरो पर्फर्मेन्सलाई देखेर एकदम भुटिङहरू आयो। र त्यसपछि हामी कार्नेस भन्ने ठाउँमा हामी त्यो पानीको माथि त्यहाँ डुङ्गामा सबै कलाकारहरू घुमिरहेका थियौँ र अचानक फोन आयो आयोजकले हामीलाई भने विराजी तपाईँलाई र पुष्करजीलाई यहाँको एकजना धनाट्य मान्छेले खाना खान बोलाएको छ भन्ने कुरामा विराज दाइले जाउँ न त भन्ने कुरो गयो। हामी गएपछि उहाँले एकदम स्वागत गर्नुभयो। र त्यहाँ एउटा कुरा के देखेँ भनेपछि उहाँले के भन्नुभयो भने पुष्करजी मेरो छोरीहरू स्टेज उसमा खासै त्यति इन्ट्रेस्ट नगर्ने हो, तपाईँको पर्फर्मेन्स देखेर यी बच्चीहरू तपाईँको फ्यान भएछन् भन्ने कुरा गर्दाखेरि म एकदमै खुसी भएँ। र पछि आउने बेला उहाँहरूले एउटा एन्भलपमा 2जनालाई उ गरेर दिनुभयो। यो के हो भन्दाखेरि हाम्रो तर्फबाट आफ्नो बच्चाहरूलाई चक्लेट किनेर लैजानु होला प्लिज भनेर रिक्वेस्ट गरेर हामीले दिएपछि मैले त्यो लिफाफा खोल्दाखेरि त्यहाँको मैले करिब 5000 रियाल, अहिलेको त 1,20,30,000 40,000 कति हुन्छ होइन, त्यो उहाँले दिनुभएको थियो। अभियसली भन्नाको मतलब मेरो कला उहाँहरूलाई चित्त बुझ्यो जस्तो मलाई फिल भयो। र त्यसपछि त म क्रमशः अब बम्बेकै धेरै मैले 18-20वटा सो गरिसकेको छु, विदेशमा पनि धेरै सोहरू गरेको छु, बोलाइराख्छन् अझै पनि जान्छु। ओके पुष्कर दाइ, अब हामी कार्यक्रमको लगभग अन्त्यतिर पुगेका छौँ। तपाईँलाई 3वटा क्वेसन सोध्छौँ, त्यसको आन्सर तपाईँले दिनुपर्ने हुन्छ प्लिज।
हाम्रो नयाँ नेपाल खबर .com ओके को 3वटा प्रश्न तपाईँको लागि। ओके। पहिलो प्रश्न छ, तपाईँलाई मनपर्ने 3वटा निर्देशक नेपाली निर्देशक। 3वटा त्यो प्रश्न गाह्रो छ, तैपनि भन्नुपर्ने हुन्छ। यहाँले प्रश्न गरिहाल्नु भयो। शिवरेग्मीज्यू, आदरणीय तुलसी, किशोर राणालाई। तपाईँलाई मनपर्ने 3वटा नायक नेपाली चलचित्रका नायक। फर्स्ट विराज भट्ट, अनि त्यसपछि मनपर्ने भन्नाले अब तपाईँले कुन एङ्गलबाट मनपर्ने भन्नुभएको? व्यावहारिक हिसाब तपाईँको रोजाइमा रहेका होइन? एउटा विराज भट्ट, एउटा विराज भट्ट भइहाल्नु भयो होइन? आर्यनजी पनि हुनुहुन्छ, अनि र एक्सन यताउता एउटा कमर्सियल हिरो टाइपमा सुमनजी पनि हुनुहुन्छ। र अन्त्यमा हाम्रो तेस्रो प्रश्न रहेको छ, 3वटा नायिका नेपाली चलचित्र जगतका 3वटा नायिका जो तपाईँलाई मन पर्नुहुन्छ। ओके, अभियसली रेखा थापा पहिलो नम्बरमा हुनुहुन्छ, अनि सेकेन्ड नम्बरमा अब एज युजल अब अस्ति एउटा ब्रेभरीको हिसाबले हाम्रो जो अहिले सगरमाथा चढेर आउनुभएको छ निशाजी, र त्यसै नायिकामा मलाई अब उहाँको एउटा काली सुन्दरी र राम्रो अभिनय गर्ने नायिका रिचाजी पनि हुनुहुन्छ। ओके, पुष्कर दाइ, अब हामीले धेरै कुराकानी गऱ्यौँ, धेरै जानकारीहरू लियौँ। यतिखेर नयाँ नेपाल खबर .com हेरिरहनुभएका सम्पूर्ण दर्शकहरू हामीलाई हेरिरहनुभएको छ, तपाईँलाई हेरिरहनुभएको छ, तपाईँबाट थुप्रै जानकारीहरू लिइसक्नु भएको छ। अन्त्यमा तपाईँलाई मन पराउने, तपाईँलाई माया गर्ने दर्शकलाई के भन्न चाहनुहुन्छ? म त्यही हो सधैँको स्लोगन मेरो, नेपाली कला संस्कृति जगेर्ना गर्न जसरी बाहिरीय संस्कारले नेपाली संस्कारलाई ओझेलमा पारिसकेको छ, पर्दै गइरहेको छ। किनभनेपछि हामी टेक्निकली रूपमा उनीहरूभन्दा अगाडि पुगिसकेका छैनौँ। त्यो भए हुनाले जति गुड डालो जितना गुड डालो उतना मिठा भन्ने एउटा हिन्दी कहावत छ। उहाँहरूले धेरै पैसा लगाउन सक्नुहुन्छ र विभिन्न न्युली टेक्नोलोजी उहाँहरूले अप्नाउन सक्ने हुनाले उहाँको अभियसली नेपालीभन्दा धेरै कुराहरूमा चमत्कारिता बढी भएको छ। तर आफ्नो देश, आफ्नो वेश, आफ्नो भूषा, आमा जस्तै भए पनि, चाहे आमाको यहाँ गलगण्ड होस्, चाहे मेरी आमा काली होस्, तर आमा त मेरी आमा हुन्। मैले उहाँलाई रेस्पेक्ट गर्नै पर्छ, उहाँको सेवा गर्नै पर्छ, उहाँको लागि मैले आफ्नो जिउ ज्यान निछावर गर्नै पर्छ। किनभने म नेपाली हुँ र मेरो नेपाली बाहिरका जति सुन्दरता जति जे आए पनि नेपाली कला र संस्कृतिलाई नेपालीले नै माया गर्नुपर्छ, त्यसपछि मात्र यो नेपाल भन्ने छ। ओके, पुष्कर दाइ, धेरै खुसी लाग्यो तपाईँसँग कुराकानी गर्न पाएँ। नयाँ नेपाल खबर .com को साथमा रहेर यति देरसम्म तपाईँले आफ्नो व्यस्त समयलाई पनि हामीलाई साथ दिनुभयो, हामीलाई समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद हेमराजी, र म अर्को साथी विनम्र ढकालजीलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँ जो क्यामेरामा हुनुहुन्छ, र नयाँ नेपाल खबर .com लाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फेरि एकचोटि मेरा सम्पूर्ण दर्शकहरूलाई महान पर्व विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु। धन्यवाद। दर्शकवृन्द, यतिखेर हामीले कुराकानी गरेका थियौँ नेपाली चलचित्रका व्यस्त खलनायक पुष्कर भट्टसँग। अझै पनि यस्तै थुप्रै नेपाली चलचित्र जगतका समाजसेवी, खेलकुदसँग सम्बन्धित रहेका विभिन्न व्यक्तित्वहरूसँगका कुराकानीहरू तपाईँहरू माझ ल्याउने नै छौँ। यसको लागि तपाईँले नयाँ नेपाल खबर .com लगइन गर्दै गर्नुहोला। आजको लागि म तपाईँकै साथी हेमराज भट्ट र क्यामेराम्यान विनम ढकालको साथमा बिदा हुन्छु। नमस्ते।